अहिलेको टिम चाहिँ मेरो हिसाबमा लाग्छ यो टिम अलिकति राम्रो बनाउन सक्यो भने चाहिँ नेपाली अहिलेसम्म भएको वान अफ द बेस्ट टिममा पर्छ हैन। तर चाहिँ अब ट्रेनिङमा चाहिँ हामी अहिले चाहिँ यहाँ नेपालमै मात्र काठमाडौँमा सीमित भइरहेको छ हैन। अब तपाईहरुलाई चाहिँ यो एक्स्ट्रा टर्फ छ प्लास्टिकको ग्राउन्ड, अब हामीले खेल्नुपर्ने घाँसको ग्राउन्डमा हो हैन। अब बाँकी धेरै दिन पनि छैन, 3 हप्ता छ। बाँकी 3 हप्ता चाहिँ कम्तीमा 2-4 वटा म्याच चाहिँ हामीले इन्टरनेसनल फ्रेन्डली खेल्नै पर्छ हैन। त्यो भने चाहिँ हाम्रो तयारी पर्फेक्ट हुन्छ। र चाहिँ अब अहिले प्लेयरमा चाहिँ हाम्रो भरत कवच चाहिँ इन्जर्ड भएको छैन। वान अफ द चाहिँ मोस्ट इम्पोर्टेन्ट प्लेयर थियो। अब धेरै 3-4 वर्ष 4-5 वर्षदेखि चाहिँ उसको चाहिँ त्यो निले गर्दाखेरि खेल्न नसक्ने भन्छ। त्यो चाहिँ हामीलाई अलिकति घाटा भएको छ हैन। तर पनि अहिले चाहिँ टिममा यङ खेलाडीहरू छ हैन, जो चाहिँ ट्यालेन्टेड छ, मान्छेलाई सबैलाई थाहा छ। अब उनीहरू छ र हामी चाहिँ अलिक यङ प्लस अलिक थोरै यङ हैन। हामी चाहिँ अलिकति म्याच्योर र यङ भन्दा अलिकति एडल्ट टाइपमा प्लेयरहरू पनि छ। 2-4 अलिक सिनियर खेलाडीहरू पनि हुनुहुन्छ। र चाहिँ टिम अहिले राम्रो छ। तर अलिकति तयारीको लागि हामीलाई एटलिस्ट घाँसको ग्राउन्डहरूमा 2-4 वटा इन्टरनेसनल फ्रेन्डलीहरू खेल्न पायो भने चाहिँ हाम्रो प्रिपरेसन पर्फेक्ट हुन्छ।